नमस्ते, म इन्टर्न डाक्टर निवासा। आज चाहिँ मसँग हुनुहुन्छ साइकियाट्रिस्ट डाक्टर विकास शर्माज्यू। आज चाहिँ उहाँले हामीहरूको बिचमा चाहिँ एङ्जाइटी डिसअर्डरको बारेमा केही भन्न गइराख्नु भएको छ। नमस्ते, म डाक्टर विकास शर्मा। एङ्जाइटी भनेर मान्छेले प्रायः जसो मन छटपट हुने भनेर मात्रै बुझ्छ। तर एङ्जाइटीमा त्यस्तो नभइकन मान्छे शारीरिक लक्षणहरूले मात्रै पनि काँप्न सक्छ, जस्तो कि मुटु ढुकढुक गर्ने, टाउको बारिने, टाउको दुख्ने र निद्रा नलाग्ने जस्ता शारीरिक समस्याहरू मात्रै भएर पनि मान्छेलाई एङ्जाइटीको लक्षणहरू देखिन सक्छ। कहिलेकाहीँ एङ्जाइटीको केट दुख्ने पनि हुन्छ है। हजुर, एङ्जाइटीमा पेट दुख्ने, पिसाब छिटो छिटो लाग्ने, अधिसा छिटो छिटो लाग्ने जस्तो अनुभव हुने पनि हुनसक्छ। अनि यो एङ्जाइटी डिसअर्डरलाई अब ट्रिट गर्नुको लागि त मान्छेले घरमै भन्छ नि कि तिमी दिमाग शान्त गर, यो ठिक भइहाल्छ, यताउति भन्ने गर्छ। तपाईँले के लाग्छ यसो बारेमा? होइन, त्यस्तो गरेर चाहिँ हुँदैन। हरेक मान्छेको अनुसारले बनावट हुन्छ र टेन्सन नलिकन यदि टेन्सन नलिने भए त संसारमा सबै खुसी नै हो। दिमागमा विभिन्न किसिमको न्युरोकेमिकलहरूको कमीले गर्दा चाहिँ एन्जाइटी या डिप्रेसन जस्ता विभिन्न किसिमका रोगहरू आफै मान्छेलाई हुने गर्दछ र सही उपचारले गर्दा यस्तो ठिक पनि हुन्छ। तपाईँ हामी सबैले बुझ्नुपर्ने हुन्छ कि एङ्जाइटी डिसअर्डरको लागि एउटा राम्रो साइकियाट्रिस्टसँग भेट गर्नुपर्ने हुन्छ। तपाईँले चिने जानेको जो राम्रो हुनुहुन्छ उहाँसँग जानु होला, भेट्नु होला, घरमै नबसिदिनु होला। यति भन्दै त आजको भिडियो यहीँ बन्द गर्नेछु र तपाईँको दिन शुभ रहोस्। धन्यवाद।